नमस्ते नमस्ते। स्वागत छ एक्चुअली गाइस च्याट भरि यता पनि उता पनि च्याट भरि सबैजनालाई रिक्वेस्ट छ एक्चुअली नेपालको झण्डा फरफराओस् सबैजनाको लागि है। अनि हामीसँग एन्जिलाजी हुनुहुन्छ प्लस प्रीति हुनुहुन्छ, सबैजनाले चिन्नु भएको छ, सबैले चिनाउनु पनि पर्दैन हजुरहरूलाई है। ब्रिलियन्ट, मलाई सबैभन्दा ब्रिलियन्ट लाग्ने मान्छेहरू आउनु भएको छ, जोइन हुनुभएको छ। अनि नेपालको नाम यसरी उच्च शिरमा राख्नु भएको छ, त्यसको लागि हामीले धन्यवाद पनि कसरी भन्न सक्छौँ है, हाम्रो अडियन्सले धन्यवाद पनि कसरी भन्न सक्छ, त्यो एक्सप्रेसै हुँदैन त्यो कुराहरू है। त्यसैले धन्यवाद हजुरहरूलाई, धेरै धेरै माया छ हाम्रो तर्फबाट, गर्दै जानुहोस् राम्रो कुराहरू, हामी सपोर्ट साथ सबै दिइराख्नेछौँ। अनि मेन कुरा चाहिँ के हो भन्दाखेरि प्रीति राईजी हल्का लजाउनु भएछ। बहिनी खै अनुहार देखाउन हो, कता जानुभयो बहिनी? ल ठिक छ, अरू कोही अरू भाइ आउनु भएको छ पनि आउँदै हुनुहुन्छ हाम्रो, कोही हुनुहुन्छ भने बोलाउँदा हुन्छ। अनि तपाईँ त अघि 9:30 मा आउनु भन्नुभएको थियो, अनि 9:30 मा आएको, हजुर त नाच्नु हुँदै थियो, अनि त हामी यता आयो। कहाँ नाच्नु त पऱ्यो त, अनि भोलि तीज छ। आज त मलाई अहिले राति लाइट साइट काटेर उता चोकमा गएर पनि नाच्न बोलाएको छन् स्पिकर बजाएर। तीज हामीलाई लाग्नु पर्यो, तपाईँलाई पो बब्बाल तीज लागिरहेको त। मैले ठ्याक्क दाइकोमा गएको थिएँ, दाइ नाचिरहनु भयो अरे फेरि ब्याक आयो। भाइ होइन, भाइ हो। कति वर्ष तपाईँ? म त 21। ए दाइ हो? अन्जिला दिदीको चाहिँ भाइ होला, मेरो चाहिँ भाइ पर्नु भएको छ। हजुर दाइ। अनि यो कुरा अलिकति साइड लगाउँदा हाम्रो चाहिँ विशेष कुरा चाहिँ के हो भने हाम्रो प्रीति चाहिँ पल्सर अवार्डमा नोमिनी हुनुभएको छ नि त। म एकैछिन भन्छु एकैछिन है। सबैजनाले च्याट गरी जति पनि हुन्छ, यो चाहिँ सिरियस कुरा हो, सिरियस टक हो, मजाक भइरहेको हुन्छ हाम्रो च्याटमा है, सबैजना हाँसी पनि राख्नु भएको छ, मजाक पनि भइरहेको हुन्छ। तर एकचोटि च्याटमा हाम्रो चेलीहरूको लागि, नेपाली चेलीहरूको लागि चाहिँ सबैजनाले ह्याप्पी तीज लेखिदिनु होला, किनकि हामी नै हौ उहाँहरूको हौसला है, हामी सबजना हौ उहाँहरूको हौसला। थ्याङ्क यू। भएन, ह्याप्पी तीज सबैजनालाई, जति पनि चेली हुनुहुन्छ रिप्रेजेन्ट गरिराख्नु भएको छ, सबैजनालाई ह्याप्पी तीज, राम्रोसँग मनाउनु होला है। देश तथा विदेशमा रहनुभएका सबै नारीहरूलाई ह्याप्पी तीज। भोलि नाची नाची स्यान्डल फाट्नुहोस् कि साडी च्याट्नुहोस्, बालै भएन, जति नाच्नु रमाइलो गर्नु होला। ओके, एन्जिलाजीले के भन्न चाहनुहुन्छ है प्रीतिजीको बारेमा? ओके एन्जिलाजी भन्नुहोस्, म एकछिन चुप लागेँ। मैले भन्दा नि अब प्रीतिले नै भन्दा राम्रो होला। ल भन बोनु। मेरो चाहिँ एनएसटीएफ पल्सर स्पोर्ट्स अवार्डमा चाहिँ नाम आएको छ, त्यही भएर नोमिनेसनमा परेको छु, त्यही भएर सक्नुहुन्छ भने भोट गरिदिनु होला। भोट चाहिँ इसियाबाट गर्न सक्नुहुन्छ तपाईँहरूले, र एनएसटीएफको अफिसियल फेसबुक पेजमा गएर पनि भोट गर्न सक्नुहुन्छ। हजुरले के आफ्नो सोसियल मिडियाहरूमा हाल्नु भएको छ यसरी भोट गर्ने उसरी भोट गर्ने भनेर? किनकि मान्छेहरूलाई कतिलाई थाहा हुँदैन कसरी गर्ने भनेर। भिडियो बनाऊ भनेको त्यो एउटा भिडियो बनाएर हालिदिएको होइन, अलि मान्छे गएर हेर्नुहुन्थ्यो, ए यसरी गर्नु पर्दो रहेछ है भनेर भन्नुहुन्थ्यो नि त। अनि एउटा गरिदिएको थियो मैले। ए ठिक छ, के अवार्ड भन्नु पऱ्यो? एनएसटीएफ ओके, एनएसटीएफ पिपुल्स चोइस अवार्डमा प्रीति राईजीलाई चाहिँ भोट गर्नु होला सबैजनाले है, इसियाबाट भोट गर्न सक्नुहुन्छ। प्रीतिजीले अब भिडियो पनि हाल्नुहुन्छ होला कसरी भोट गर्ने भनेर, फेरि हामी एक दिन कहिले जोइन भएर चाहिँ फेरि भनौँला है। अनि मान्छेलाई सजिलो होस् भनेर चाहिँ हो। तर आज म एकदम प्राउड फिल पनि गरिरहेको छु, एकदम खुसी पनि छु है, जब प्रीतिजी घाइते हुनुभयो त्यहाँ होइन, प्रीतिजीलाई लाग्यो होइन, म स्प्रे लाएर दौडिसकेको थिएँ, टिभीभित्र छिर्न लागिसकेको थिएँ स्प्रे लिएर, कसम से स्प्रे लिएर टिभीभित्र छिरिसकेको थिएँ म, हानिहाल्नु पऱ्यो कसम से भन्दैछु, कसम से होइन, म कसम से भन्दैछु म है, कसम से नै। थ्याङ्क यू दाइ। मलाई यस्तो दुःख लाग्यो, सबैजनाले त्यस्तै फिल भएको थियो कि थिएन? मैले झुट बोलेँ भने भन तिमीहरू च्याटमा, सबैजना त्यस्तो फिल भएको थियो कि थिएन? मलाई यस्तो भएको, मलाई थाहा छ कि त्यो कुराहरू। जोसमा नआउनु अब सकिसक्यो अब
ल ठिकै अहिले छ यस्तो रियाक्सन देखाउनु भयो, त्यो बेला झन् कस्तो थियो होला तपाईँको रियाक्सन? म त मैले भने त टिभी भित्र छिरिसकेको थिएँ केटाहरूले मलाई तानेर मात्रै हो अनि त्यो भ्लगहरू पनि सबै हेरेको थिएँ आइस बातहरू लिएको हजुरले एन्जेलाजीले आइस बात लिएको भ्लगहरू भन्नुभएको थियो आइस बात चाहिँ जे होस् बाहिर गएपछि चाहिँ लिन पाइन्छ है बहिनी। अहिले तर नेपालमा पनि आइस बातको चाहिँ सायद हाम्रै भिडियोहरूले गरेर होला, अहिले चाहिँ नेपालमा पनि आइस बातहरू चाहिँ प्रोभाइड गरिरहनु भएको हुन्छ। ए ठिक छ राम्रो हो है यो कुराहरू पनि अब सरकार सामु पनि पुगोस् हाम्रो लाइफबाट पनि है राम्रो व्यवस्था मिलाइदिनु होला हाम्रो खेलाडीहरूको लागि किनकि हाम्रो खेलाडी हाम्रो देशको शान हो है हामीहरू सबैजनाले गर्नुपर्छ है यो कुराहरू मलाई त त्यस्तो फेरि डर लाग्दैन बोल्नलाई सिधै है जे हो त्यही हो मलाई भोलि के गर्यो भने बोल्नुपर्छ, बोल्ने कुरा नै हो, बोल्ने कुरा नि हो हाम्रो खेलाडीहरूलाई कुराहरू कहाँनिर मिलाइदिनु होला सबैजना है अनि त्यही हो साम्बा लेख्न राख्नु भएको छ साम्बाजी आउँदै हुनुहुन्छ है फेरि साम्बा दिदी आउनुहुन्छ अरे इन्भाइट गर्नु मैले इन्भाइट गर्नु मिल्दैन जस्तो छ ल मैले बोलाएँ है त हाम्रो CR7 आउनु हुँदैछ अब मेसी पनि हुनुहुन्छ यहाँनिर तपाईँ चाहिँ मेसीको फ्यान हो कि रोनाल्डोको फ्यान हो तपाईँ चाहिँ म त दोधारमा पढ्छु यो कुरा सुन्दै कि बरु मलाई मम्मीले बढी माया गर्नुहुन्छ कि बाबाले भनेर सोध्यो भने चाहिँ म भनिदिन्छु यो CR7 अनि मेसीमा चाहिँ हो म एकदम त्यस्तो खतरा दोधारमा पढ्छु म दुइटै मन पराउँछु तर मेरो फेभरेट प्लेयर त फेरि अर्कै छ नेमार हो मलाई मिडफिल्डरहरू मनपर्छ मलाई ओजिल मनपर्छ होइन मलाई अनि केभिन डिब्रुइनाहरू मनपर्छ म चाहिँ मिडफिल्डर खालको चाहिँ प्लेयर हो म आफू पनि खतरा फुटबल खेल्छु त यी जर्सी लाएर बसेको छु त कोर्ट तल ठाउँको ठाउँ अहिले ठाउँको ठाउँ जान्छु भनेर हो त रहेछ खतरा लाउनु भएछ त गेम खेल्न आउँछ कसैले साथी फुटबल हान्नु पर्यो राति भनेपछि म त गइहाल्छु त ल एक दिन हामी फुटबल खेल्नु पर्छ है त हजुर मलाई बोलाउनु न म आइहाल्छु त हुन्छ दाइको टिमसँग खेल्नुपर्छ दाइ टिम ल्याउनु अनि हामी टिम लिएर म नि खेलौँ ल हुन्छ स्योर है अनि तपाईँलाई पनि धेरै धेरै बधाई छ है होस्टेल मुभीमा हजुरलाई देख्न पाइनेछ चाँडै नै जस खुसी लाग्यो थ्याङ्क यू एकदम अहिले चाहिँ कहाँ हुनुहुन्छ हजुरहरू दुईजना पूर्वै हो होइन हामी त काठमाडौँमै काठमाडौँ हो हजुर ल चाँडै भेटोस् मलाई चाहिँ एकदम चाँडै भेट्न मन छ क्या खुसी हुन्छ होला म ओहो कस्टम चाहिँ भन्दैछु होइन कस्टम चाहिँ झुट बोलेको होइन है अनि अस्ति नै त्यो गेम हेर्दाखेरि म यस्तो राम्रो खेलेको यस्तो राम्रो मलाई त यस्तो केटीहरूको टिमको आब्बाको खतरा रहेछ त जस्तो पुरा फिल भयो यस्तो भन्दै रहेछ त्यो रेखा पौडेल भन्ने हुनुहुन्छ है हजुर हजुर आमा उसले त्यो उडेर नाकमा भन्दाखेरि त मलाई त यस्तो मजा आएको थियो कि सुलुले 2 थाल भात छिर्यो ड्याम आमा यस्तो मजा आयो सेटिस्फ्याक्सन यस्तो मजा आयो आहा जब बदलाव यस्तो खुसी लाग्यो त्यतिखेर म इन्जर भएर निक्लिसकेको थिएँ नि त अनि खुट्टा यसो समातेर बाहिर बसिरहेको थिएँ क्या दुखेर अनि ठ्याक्क त्यो बेन्च अगाडि हाल्यो नि त रेखादिदीले क्या आनन्द हाँस्थ्यो ओ मलाई त म कस्टम चाहिँ भनेको कि यस्तो आनन्द फिल भयो कि आहा यस्तो पनि छ है हाम्रो टिमहरूमा यस्तो एग्रेसनहरू अमृता भन्ने पनि हुनुहुन्छ एकजना हजुर है अमृता जयसी हुनुहुन्छ डिफेन्डर हो उहाँ चाहिँ ओहो रेखाको गेम चाहिँ एकदम एग्रेसिभ टाइपकै छ कि जस्तै खालको नेपाली केटीहरूको टिम चाहिँ म त फेरि गाह्रै पर्छ है हाम्रो नारीहरूलाई जित्न चाहिँ बुझेको पनि न मलाई प्रीतिजीको चाहिँ सबैले मन पुराइदिनु भएको थियो होइन अब सपोर्ट भइरहेको छ अब कुराहरू भइरहेको छ है मलाई चाहिँ म पनि त्यस्तो साँच्चीकै भन्दाखेरि म पनि त्यस्तो हेर्थिनँ होइन म पनि त्यस्तो हेर्थिनँ आमा 2-3वटा गेम हेर्न थालेँ रेगुलर बानी बस्यो है बानी बस्यो कि मलाई साँच्चीकै भन्दाखेरि ओहो आफ्नो जस्तै लाग्न थाल्यो कि ए भगवान् होला यस्तो गरे मैले भने त प्रीतिजीलाई घाइते हुँदाखेरि माई गड मै मरिसकेको थिएँ मै ढलिसकेको थिएँ यस्तो माया लाग्छ नि अझ व्हिल चेयरमा एयरपोर्टमा आउँदाखेरि त सोच्नै सक्दिनँ सोच्नै सक्दिनँ म पछि कुरा गर्छु यसको बारेमा प्राइभेटमा सोच्नै सक्दिनँ खै त साम्बा दिदी आउनु भएको छ
साम्बा दिदीलाई त मेरोमा देखाउँदै देखेँ म र साम्बा दिदी साथी छौँ त अझै प्रीति उयो गर त मैले मिल्दैन दाइले गर्नु बोलाउ त बोलाउनु त मैले इन्भाइट गर्नै नमिल्दो रहेछ मैले नि मिल्दैन दाइले मात्र मिल्छ होला होइन हौ मैले नि मिल्दैन के इन्भाइटमा थिचेँ साम्बा भनेर देखाएन यहाँ साम्बा दिदीसँग चाहिँ जिस्किनु हुँदैन है गाइड च्याटमा चाहिँ मैले त्यस्तो नसिकाऊ जिस्किनु हुँदैन किनकि साम्बा दिदीको जम्प सट हान्यो भने फेरि म घायल हो एक लगमै बुझिनँ अफ हुनुहुन्छ भन्दा ए अफ हुनुहुँदो रहेछ दिदी है अनि एकचोटि फेरि भनिदिनुहोस् हाम्रो प्रीतिजीलाई चाहिँ हाम्रो के एनएससिएच होइन एनएसजे एनएसजिएफ हजुर जे के हो त्यो भनेको चाहिँ फुल फर्म त्यो जर्नलिस्टहरूको त्यो उसो ए एनएसजिएफ अवार्डमा चाहिँ जर्नलिस्ट के नेपाल स्पोर्ट्स नेपाली स्पोर्ट्स के जर्नलिस्ट उयो हो क्या समथिङ के होला एनएसजिएफ अवार्डमा चाहिँ दिदी हाम्रो प्रीति बहिनी चाहिँ नोमिनेट हुनुभएको छ अरे है उहाँलाई चाहिँ सबैजनाले गएर जिताइदिनु पऱ्यो है सबैजनाले सपोर्ट देखाइदिनु पऱ्यो त्यहाँ अवार्डमा भोटिङ भइरहेको रहेछ भोट गरिदिनु पऱ्यो सबैले सेवाको थ्रुबाट भोट हुन्छ अरे है अनि एकचोटि नेपाली नारीहरूको लागि एकचोटि हाम्रो अन्जिलाजी हाम्रो प्रीतिजी साम्बा दिदी पनि तलबाट हेर्दै हुनुहुन्छ हाम्रो च्याटमा साम्बा दिदीलाई पनि एउटा उहाँको रोज है अनि हामी हजुरहरू दुईजनाको लागि नि स्पेसल मसँग एउटा बुके पनि छ है अनि आज दर खाने प्रोग्राम हो नि त अनि एउटा यो चक्लेट पनि ल्याइदिएको छ हजुरहरूलाई दिनु ल ल थ्याङ्क यू यो चाहिँ एन्जेलाजीलाई यो चाहिँ हाम्रो प्रीति बहिनीलाई ल अनि बुकी चाहिँ साम्बाको लागि होला बुकी चाहिँ मेरो साम्बा दिदीकै लागि मात्रै हो हस् साम्बा दिदी ल ओके राम्रोसँग बस्नु होला है अब फेरि जोइन हुँला हामीहरू कुनै दिन है अनि तिजको शुभकामना तिज राम्रोसँग मनाउनुहोस् चाँडै नै भेट गरौँला चाँडै नै हाम्रो फुटसल म्याच पनि गराउँला है हुन्छ एक दिन फर्ममा आउनेछु म त रेडी नै हो अहिले रेडी छु म 3 नम्बर जर्सी लाएर हामीले देखिसक्यौँ अघि नै अब नउठ्नु देखिसक्यो कस्तो मलाई लास्टै इनोसेन्ट लाग्छ है एकदम प्रीति चाहिँ लास्टै किन किन यस्तो इनोसेन्ट किन यस्तो सोझ साझो जस्तो मैले अस्ति पनि हेरेको थिएँ इन्टरभ्यू जस्तो सोझ साझो ल ठिक छ राम्रोसँग खेल्नुहोस् फुटबलमा ध्यान दिनु धेरै है हुन्छ हस् थ्याङ्क यू टिकटक फेरि कुलबाईको लाइभमा धेरै ध्यान नदिनु होला है हुन्छ हुन्छ हस् हजुरले प्रीतिको लागि भोटको लागि अपिल गरिदिनु भयो त्यसको लागि धेरै धेरै थ्याङ्क यू वेलकम Thank you, Dai. होइन त्यस्तो थ्याङ्क यू त्यस्तो भन्नु पनि पर्दैन किनकि राम्रो मान्छे डिजर्भ मान्छेले चाहिँ जितोस् भन्ने कुरा हो मलाई चाहिँ राम्रो लाग्छ प्रीतिको साँच्चीकै भन्दाखेरि सबैजना हो कि नै च्याट भन त राम्रो खेल्नुहुन्छ त राम्रो मान्छेले त तिमीले त्यो डिजर्भ गर्छौ क्या बुझेनौ तिमीले त आफूले डिजर्भ त्यो भन्दा पनि आफूले ए म डिजर्भेबल छु भन्ने चाहिँ गर्नुपर्छ कि है तिमीले त्यो डिजर्भ गर्छौ हामीले सबैले देखेको पनि छौँ है नेपाली मेस्सी अनि ल जान्छु म ल राम्रोसँग बस्छ बाई बाई ल हजुर राम्रोसँग नाच्नुहोस् हजुर राम्रोसँग नाच्नुहोस् जिस्किन खोज्नुभएको हौ कस्तो जिस्किनु होइन जिस्केको होइन भाइहरूसँग कहाँ जिस्किनु हौ नाच्नु पो भनेको त हुन्छ हुन्छ दिदी ल हस् ल बाई गुड ल बाई बाई नाइट बहिनी बाई बाई दिदी राम्रोसँग बस्नु ल है बाई साम्बा दिदी छँदै छ त मेरो लागि साम्बा दिदी आई लभ यु बाई ल सामा दिदीलाई त्यो छ भने तपाईँले पिठा खानुहुन्छ बाई ल हुन्छ बाई ओके हस्